वाचिङ भिडियो। सो गाइज आजको भिडियोमा चाहिँ म हजुरहरूलाई सिकाउँछु हाउ टु मेक अ राम्रो सर्भर इन द एटर्नस हैन। अनि मोजा लन्चरमा बनाउने स्पेसली। सो त्योभन्दा पहिला हजुरहरूलाई एटर्नसमा जानुपर्छ हैन। हजुरहरू एटर्नसमा आउनुपर्छ। अनि एटर्नसमा आएपछि यो मेरो सर्भर हो, तर म अर्कै सर्भर बनाएर खेलाउँछु। पहिला क्रिएट गर्ने हैन। अनि म मेरो आइपी यस्तो राखिदिन्छु ल। रुक्नु। सो गाइज मैले राखिसकेँ हैन। अब क्रिएटमा थिच्नुपर्छ। अब यो भन्छ यति भएर केही पुग्दैन। अब यता थिच्नु हैन। यता आएपछि मेरो यो सर्भर हो जेडएक्स 45 वाला। अब हजुरहरूलाई यो चेन्ज हानिदिनुपर्छ। जुन भर्जन हो त्यसै राख्नु है गाइज। प्लगइन्सहरू हाल्नु हो भने योमा के हाल्ने हो, तर म चाहिँ स्पिकर बुकिट हाल्छु। अनि 1.21.11 हजुरहरू आफ्नो भर्जनमै गर्नु होला। अनि यता थिच्नुपर्छ। अनि यस रिइन्स्टलमा थिच्नुपर्छ हैन। हजुरहरू यहाँ फेरि यतामा सर्भरमा थिचेर सर्भरमा थिच्नुपर्छ। अनि यिनीहरू आइसक्यो। अब हजुरहरूलाई यता प्लगइन्समा जानुपर्छ। अनि यहाँ स्क्रिन रिस्टोर भन्ने आइरह हैन, यता थिच्नु। अनि यो थिच्नुपर्छ पहिला। यसपछि हजुरहरूले लाइफ स्टिल सर्च गर्नुपर्छ। अब लाइफ स्टिल यहाँबाट जुन मन लाग्छ त्यही गर्नु, तर म चाहिँ फर्स्ट वाला गर्छु। यो 2.2 वाला गर्नु होला, सजिलो हुन्छ त्यो राम्रै। सो अब फेरि सर्भरमा आउनु हैन। अनि हजुरहरू अप्सन्समा जानु। अप्सन्स। सो गाइज मोजा लन्चरमा खेल्नुहुन्छ अनि तपाईँले यो त्यो नगरीसँग नि तपाईँले खेल्न मन छ भने खेल्नु, तर क्र्याक्ट चाहिँ अन हुनु पर्यो, किनभने हाम्रो क्र्याक्ट हो हैन। अनि क्रिएटिभ गर्नु। अहिले क्रिएटिभ हैन, क्रिएटिभ गर्छु म। ल यति भए पुग्छ। सर्भरमा जानु अनि प्लेयर्समा जानु हैन। अनि ओपिजमा जानु। फेरि हजुरहरू केही गेम मोड चुज गर्न पाउनु हुँदैन। अनि आफ्नो नाम हालिदिनु। इच विल फर एड। अब म अपरेटर हुन्छु। अब फेरि सर्भरमा जाने। अब स्टार्ट गरिदिने हैन त। ल स्टार्ट भयो। सो गाइज अनि मोजा लन्चरमा आएर मल्टिप्लेयरमा जानु। अनि एड सर्भरमा जानु हैन। अनि सर्भरको नेम जे पनि राख्दा हुन्छ, नराख्दा नि हुन्छ। माई सर्भर राख्छु ल है त गाइज। अनि माउस हटाइदिन्छु। अनि सर्भरको एड्रेस राख्नुपर्छ गाइज हजुरहरूले यसरी। इच विल फर अनि 1 2 3 zx45.eternus.me eternus.me आयो है त। अब क्र्याक्ट मेरो अन नभए गाइजिनहरू जोइन हुन सक्दैन थियो है त। गाइज हेर्नु अब आयो नि। अब हजुरहरूलाई स्किनहरू पनि चाहिन्छ हैन। स्किनहरूको लागि चाहिँ हजुरहरूले यस्तो गर्नुपर्छ। च्याटमा जानु, किबोर्डमा जानु, स्ल्यास स्किन, कि त स्पेस दिएर सेट पनि थिच्न सक्नुहुन्छ। त्यही म चाहिँ यसरी गर्छु। सेन्पाई स्पाइडर। हजुरहरू कन्भर्ट हुनुहुन्छ हैन। सेम युट्युबरहरूकै नाम लेख्नुपर्छ। अब हजुरहरूलाई मिस्टर ल्यापिसको स्किन चाहियो अरे हैन। स्ल्यास स्किन मिस्टर ल्यापिस 2 यस्तो चाहिँ हुन्छ ल्यापिसको। अनि राइट गर्नु अनि हुन्छ हजुरको स्किन। सो गाइज आजको भिडियोलाई यति नै। अर्को भिडियोमा म मिल्छु हजुरहरूसँग। मेरो मलाई एक्जामको लागि पढ्नु हुन्छ ल। बाई बाई।